हेलो हाई नमस्ते एन्ड वेलकम टु माई च्यानल। र आज चाहिँ हामी एउटा विशेष सेलिब्रेसन गर्नको निम्ति सबैजना मेरो घरमा चाहिँ भेला भएको छौँ र अब केही छिनपछि चाहिँ हामी त्यो सेलिब्रेसन गर्दैछौँ। त्यो के हो कस्तो भनेर यहाँहरूलाई पनि एउटा खुल्दुली भइराखेको होला, भिडियो हेर्दै जानु होला भन्न चाहन्छु। लाइक शेयर कमेन्ट गर्न पनि नभुल्नु होला र यदि मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला पनि भन्न चाहे। र अब चाहिँ हामी सेलिब्रेसन तर्फ लाग्यौँ है त। ल त हामीले चाहिँ रातको 12 बजेसम्म बसेर भए पनि यस्तो प्रकारले डेकोरेसन चाहिँ गरेको छौँ। चाहिँ सेलिब्रेसनको दिन हामीले चाहिँ बच्चाको लागि यस्तो प्रकारले चाहिँ एउटा केकलाई चाहिँ डिजाइन गरेको छौँ। यसले चाहिँ अति नै गाडीहरू मन पराउने भएको कारणले गर्दाखेरि हामीले चाहिँ यहाँनिर यसलाई गाडीकै थेम राखेर चाहिँ केक डिजाइन गरिदिएको। केक काट्नुभन्दा अगाडि नै अहिले चाहिँ हामी फोटो खिच्दैछौँ किनभने नानीले चाहिँ अहिले अलिकति मानिरहेको अवस्था छ। हाम्रो आयांशजीको आज 2 इयर्सको उसको बर्थडे सेलिब्रेसनको निम्ति चाहिँ हामी सबैजना भेला भएको छौँ। यहाँ परिवार, आफ्नो आफन्तीहरू र यता छ मान्छेहरू चाहिँ। मेरो नाति आयांशको 2000 नेपाली सम्बत 2082 श्रावण महिनाको 12 गते र अंग्रेजी महिनाको अंग्रेजी वर्ष 2025 र अगस्त महिनाको 4 तारिक सोमबारको दिन 2 वर्ष ठ्याक्कै यो पृथ्वीमा आयांशले पृथ्वीमा टेकेको 2 वर्ष भएको छ। त्यसैको उपलक्ष्यमा आज सबैजना इष्टमित्र आफ्नो आफन्तजनबाट बर्थडे सेलिब्रेसन गरिरहेको अवस्था छ। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, happy birthday, happy birthday to you. Okay. अलिअलि फुकेको जस्तो गर्न लाउनु नि त। दुईटै नमार्नु है। यो राम्रो खै म टिका लगाइदिउँ नानीलाई। म आज मेरो नाति 2 वर्ष पुगेको उपलक्ष्यमा मेरो नातिको जन्मदिनको अवसरमा नानीलाई मेरो शुभकामना। टिका टिका ल यति नै नानीलाई ल सदा सर्वदा सुख रहनु निरोगी हुनु मेरो नाति, धेरै ज्ञानी बुद्धिवान्ती हुनु ल मेरो नाति। लु नानीलाई लो पैसा ल मेरो नाति त धनी हुनु ल। लु ताए आङपा मुलु आङपा हुनु है, धेरै धेरै धन सम्पत्तिको धनी हुनु ज्ञानी हुनु ल मेरो नाति ल। चल यहाँबाट दो ससे लगाइदिइहाल यहाँ लगाइदिनु मेरो नाति त 2 वर्ष अनि उसको बर्थडे हो। लु अब पापाले लगाइसक्नु भयो, मामाले लगाइसक्नु। लु अब चाहिँ पापा र मामा बस्नु यहाँ म एउटा फोटो खिच्छु यहाँदेखि। मामा बस्नु लु अंकल को आशीर्वाद लो।
अहिले म लगाइदिन्छु विष्णुको केही हुँदैन बेबी, केही हुँदैन। कोमालाई दिनु त, कोमालाई आयान एकछिन। कोमालाई दिनु न, कोमालाई। कोमाले दिएको आयुमा निनीले लगाइदिँदै हुन्छ। निनी आयान्स, निनीले निनीले बिचारा मेलिसा नानालाई मन दुखेर रोइरहेछ। जहिले रुन्छेन हौ मेलिसा नाना चाहिँ नि, साह्रो मन कमुलो छ हौ। म त हेर न, कमुलो मन, आँसु कति तक तक चुइरहेछ। ल आऊ, ल आऊ, आऊ। ल मेलिसा उहाँ जाऊ। हेर्नु निनीले हो फेरि, हो प्रतीक्षा निनीले फेरि उठिदिँदै हुनुहुन्छ। थाहा पायो, थ्याङ्क यू भन्नुपर्छ है नानी। जोयल दादाले दिएको अरे। सक्यो। मान्दैन त अनि फोटो कुन बेला फोटो खिच्ने के लु केक सेक खाऊ काटो। रुन्ची भान्जी दुई हातले थाप्नु पर्छ। दुई हातले अनि धन्यवाद भन्नुपर्छ। भन्ने हो। लु गिफ्ट मेलिसा। यो मेलिसा त पछि नि सम्पत्तिको नाममा लड्नु भने नि एक ऐँची छोड्दैन नि हौ। लु हाम्रो रुन्ची भान्जीलाई पनि हो पढ्नु माया गर्नु, आरिस नगर्नु, ल ल ज्ञानी हुनु। लु लु गिफ्ट मामा माइजूको तर्फबाट के रहेछ देखाउनु मिल्छ? ए लुगा रहेछ। खै भान्जा लु भान्जा ल आऊ। ओ गिफ्ट ओ ल आज चाहिँ हामीले बर्थडे सेलिब्रेसनको निम्ति चाहिँ हामीले यहाँनिर चाहिँ के अरे यो कोदोको पिठोमा चामल लगाएर बनाएको एज लाइक ढेँडो, सिद्राको अचार, यहाँनिर च्याउ, अनि यहाँनिर फुलकोपीको तरकारी, यहाँ राइस, अनि लोकल सिस्नो पनि बनाएको छौँ यहाँनिर चाहिँ। अब हामी चाहिँ परिवार सट्ट भेला भयो, सेलिब्रेसन पनि गरिसक्यो। अब चाहिँ हाम्रो खाने क्रम चाहिँ अगाडि बढिरहेको छ र यहाँनिर चाहिँ अहिले हाम्रो पापा अङ्कल हाम्रो कान्छी छना चाहिँ खाँदै हुनुहुन्छ। अब हामी बिस्तारै खान्छौँ, गफ गर्छौँ, रमाइलो गर्छौँ। कस्तो लाग्दैछ हौ खानेकुरा? नम्बर 1 अब चाहिँ हामी यहाँनिर खानासाना खाँदैछौँ, गफसफ गर्छौँ र यसरी नै आजको हाम्रो नानीको 2 वर्ष पुगेको बर्थडे सेलिब्रेसन चाहिँ गर्यो। र यहाँहरूले अहिलेसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण भ्युवर्सहरूलाई विशेष धन्यवाद भन्दै फेरि अर्को ब्लगमा भेटौँला। धन्यवाद।